मेसेज छोड्ने हो नि फोन उठेन भने सकेसम्म मेसेज गर्ने कहाँ हुन्छ के हुन्छ होइन मैले मेसेज गरेँ तपाईँले हेर्नु नै भएन क्या ओके सो introduce me yourself. हजुर हाम्रो स्टुडेन्ट पहिलाको हाम्रो स्टुडेन्ट नाम भन त हजुरको वरिष्ठ आसुप केसी छ आसुप अनुज नेउपाने विनिस महर्जन दिनेश दीपक कलाइते कृपक ओके बिहान फोन गरेको थियो ओके ल के प्रब्लम भयो प्रब्लम त तिमीहरूको किन आएको त तिमीहरूको त जबहरू कहाँ जब क्याजुअल लगाएर कहाँ जब हामीले अब गर्नु छ सरबाट पैसा रिपायर गर्नु हामी कसरी हामी चाहिँ क्याजुअल लगाइदिएछ हामीले लेभल 5 यस्तो के छ अगाडिको ब्याचको कसैले बोलेन केही पनि भएन अनि हामी चाहिँ चेतेरै आएको हो सर यतिकै हामी पनि इन्टर्नसिप अगाडि यसरी नै काउन्सिलिङ गर्नु भयो इन्टर्नसिप लगाइदिन्छ यताउति भनेर लगेर जानु हामी गएको सेप्टेम्बरमा आउँछ सेप्टेम्बर 8 मा हजुर सबैजना सेप्टेम्बर 8 मै गएको एमिरेट्स आइडी कार्ड कहिले आयो एमिरेट्स आइडी ठ्याक्कै 1 महिना पछि say for example सेप्टेम्बर अक्टोबर नोभेम्बरमा हैन 1 महिना तिमीहरूले प्रब्लम के हो भने जेटी आन्दोलनपछि त्यहाँ लेबर परमिटहरू इस्यु भएन हैन अनि अहिलेलाई त $500 खर्च गरेर पनि कलेजले जुन इम्प्लोइमेन्टहरू तिमीहरूले त्यो क्रिएट गर्दाखेरि पनि तिमीहरू ठ्याक्कै आइदियो त फेरि एक दिन गर्छ एक्जाम्पल काम कस्तो भनेपछि हेर्नुहोस् काम चाहिँ कस्तो भनेपछि चाहिँ हामीले पनि नगरेको होइन क्याजुअल गरेको होइन काम चाहिँ कलेजले कस्तो लगाइदिरहेको छ भने चाहिँ अब अबुधाबी रे 5 जनालाई लगेर जाने रे अनि काम पनि हजुर इन्टर्न भनेर त्यो अब कहिले कुन होटलमा छिराइदिने कहिले कुन होटलमा छिराउने त्यस्तो काम गर्नु गयो कि होइन सर हामी लेबर कार्ड गराएर अनि त्यस्तो त हुँदैन नि त सर इन्टर्न भनेर लगेपछि कामै नभएर लिङ्कअपै नरहेछ सर कलेजको अब जहिले कलेज गयो यतिकै सरलाई कुरा गऱ्यो फर्क्यो त्यही आयो न पैसा हुँदैछ र अब यतिकै हामी त्यस्तै उठ्यो नि त घरबाट पैसा मगाउनु अहिले त अफरहरू त राम्रो छैन सर अब हाम्रो साथीहरू अबुधाबीको स्टेटमा भन्यो सिधै कुरा गरेको थियो अबुधाबीको अफर हो अनि काम के हो भन्दाखेरि ओके अनि त्यसपछि के भन्नुभयो भने सिधै एजेन्ट हो भन्यो एजेन्ट मार्फत काम लगायो र हामीले कलेजमा सोद्धाखेरि होटेल कुन एकोमोडेसन कस्तो हुन्छ के हुन्छ तिमीहरूलाई किन चाहियो तिमीहरूलाई किन चाहियो हामी काम गर्ने ठाउँमा हामीलाई चाहिँदैन कि अब उनीहरूले किन्यो कलेज हामी पढ्न अनि के भन्छ एजेन्टले जुन होटेलमा हाल्छ त्यो होटेलमा भोलि गएर हामीलाई कहाँ हाल्दैन अरे हामीले त्यो रिसर्च गर्ने कि के गर्ने त अब त्यही त एजेन्टसँग मार्फतसँग काम गलाएर हुन्छ हामीले 1 रुपियाँ तिरेन कलेजले पनि कहाँ पे हालेछ त्यो त सरहरू त्यहाँ साउथ इन्डियन सरहरूले कुन ठाउँमा कहाँ छ तिमीहरूले क्याजुअल वर्कै गरेर जाँदाखेरि कति दिन्थ्यो त हामी क्याजुअल त समात्यो भने त हामी डिपोर्ट अब पैसाको लागि त हामी त्यस्तो भयो नि काम गऱ्यौँ हामीलाई कति दिन्थ्यो भने 120 एक दिनको नि अनि त्यो काम पनि फेरि जहिले होइन नि त सर अब महिनामा कहिले झुक्किएर 1-2 एजेन्टहरूले हो त्यो पनि त्यस्तो काम अनि यो मेन चाहिँ हामी इन्टर्नसिप गर्नुपर्ने हामीलाई लेबर कार्ड चाहिँ किन चाहियो इन्टर्नसिप गर्नलाई लेबर कार्ड चाहिन्छ त्यहाँ सिइओदेखि लिएर जो जति गए पनि त्यहाँ इन्टर्नसिप दिनलाई पनि इफआर पेड टर्म्समा आयो भने लेबर कार्ड इस्यु गर्नुपर्छ र पर्दैन त अरूहरू कलेजबाट एनओसी गराएर लेबर कार्ड गरायो अरू कलेजहरूले इन्टर्नसिप भनेर होटलमा लिङ्कअप गरेर हजुर यस्तो छ ओके उनीहरूको चाहिँ इन्टर्नसिप के हुन्छ भन्दाखेरि जुन कम्पनीले कोर्स सकेपछि जुन एउटा त्यो हुन्छ नि उनीहरूको एग्रिमेन्ट 6 महिनादेखि 1 वर्षको हुन्छ त्यो लेबर पर्मिट निकालेर यहाँबाट तिम्रो नेपाल श्रमबाट त्यो गरेर लिएर जानुपर्छ होइन उनीहरू केसँग पढ्न गएको हो मेरो कुरा त्यसपछि इन्टर्नसिप पनि गर्न गएको हो प्यारलली सो उनीहरूको इन्टर्नसिप प्रब्लम अरू के प्रब्लम अनि यहाँ लेभल 3 नपढ्दाखेरि दुई जान मिल्छ ओके तिमीलाई यहाँ हाम्रो एरेन्जमेन्ट के थियो भने पहिला भनेको थियो लेभल तिमीहरूले यहाँ 1 वर्ष पढ्ने 2 वर्ष होइन त हामीले भने हामी पहिले लस भएको आएको मान्छे होइन उहाँ 2-3 वर्ष लस भएर भएको मान्छे यहाँ आएर भन्न पर्छ नि अनि यस्तो हो कि लेभल 3 यहाँ फाउन्डेसन स्टुडेन्टले आइटीको पनि पढ्छ बिजनेसले पनि पढ्न मिल्छ डाइरेक्टली पनि पढ्न मिल्छ अनि त्यसमा चाहिँ भेरी इज द प्रब्लम अनि हामीले डाइरेक्ट भनेको हाम्रो लसै हुन्थ्यो नि यहाँ 1 वर्ष पढेर
यहाँ पढाउने कोर्स के नै रहेछ त्यहाँ लेभल 4 र लेभल 5 मा एउटै कोर्स रहेछ अनि पढाउनखेरि पनि त्यसमा डिबेट गर्न तर तिमीले भन्यो नि अनि ल एउटा इन्टर सुन न बाबु यहाँ कुनै पनि कोर्स हेर त्यहाँ लेभल 3 पनि छ हाम्रो सबै कोर्समा लेभल 3 लेभल 4 दुइटै छ हैन इभन आइटीको पनि छ बिजनेसको पनि छ सबैमा छ अब त्यसमा चाहिँ डाइरेक्ट इन्ट्री पनि छ डाइरेक्ट इन्ट्रीमा अब हामीले किन क्रिएट गर्दै यो एरेन्जमेन्ट हामीले दुबईको गर्न खाने 1 वर्ष यहाँ 2 वर्ष तिमीलाई सजिलो होस् भनेर गरिदिएको हैन सो त्यसमा चाहिँ क्लियर कुनै पनि कोर्समा हेरेर तिमीले प्रोस्पेक्टस हेरेर छौ यहाँ भ्याल्यु नै रहेन रहेछ त अनि उहाँ गएर सिभी गराएको यहाँको सिभी एकचोटि पनि सिभी गराएर सिकाएन एप्लाई गर्नुको लागि हैन Fix CV एउटा हुन्छ सिभी सर के 1500 एउटा सिभी त हुँदैन होला सिभी त फेक 5 स्टार होटलको फेक चाहिँ राखरे 1500 एउटा राखरे हुन्छ कि अब 1500 एउटा सिभी गर्यो एप्लाई गर्यो हैन डिफरेन्ट डिफरेन्ट होला अनि डिफ्रेन्ट हुँदैन मान्छेको त एउटा प्रोफेसनल सिभी हुन्छ कि नयाँको लागि नर्मल भयो कि आफूले गरेको कामको हो त्यो हो के सर अब के एक्सपिरियन्स सिभी हुन्छ कि बिना एक्सपिरियन्स यस्तो सिभी एउटै हुन्छ द्याट्स वी अल नो हैन तर से फर एक्जाम्पल मैले युरोपमा उनीहरूको चेनमा एप्लाई गरेँ दे हेभ अ डिफरेन्ट फर्मेट हैन ब्रिटेनमा गरे भने दे हेभ अ डिफरेन्ट फर्मेटको कुरा फर्मेटको कुरा होइन चाहिँ तपाईको अब कस्तो यसमा चाहिँ मैले किन बोलेँ बिकज मैले त्यो थाहा छैन मलाई सो वाइ वुड अब यस्तो हाउसकिपिङको काम गर्न गए हाउसकिपिङको मात्रै राख्यो अब मैले वेटर गरेको छु किचन गरेको छु त्यो त मेरो एक्स्ट्रा नलेज हो नि त त्यो राख्नु पाइ कि नपाइ तपाईँ आएर भन्नु न सो त्यो राख्न पाइनँ त्यो उतै पनि डिस्कस गरेको थियो यसमा मलाई थाहा पनि हुँदैन होइन जब हामीले टिडब्ल्युआईले कुरा गर्यो भने इन्टर्नसिप भनेर यहाँ ल्याएकै होइन त्यही पनि हामी तिमीहरूलाई जस्तो तसो गरिदिरहेछौँ भनेर सरै भन्नुहुन्छ राजा खन्दन सर त्यस्तै पऱ्यो भने तिमीहरूलाई म कल पढाउनै छोडिदिन्छु अर्को टिचर आउँछ मलाई मतलबै छैन जहिले आयो इन्टर्न भनेर तिमीहरूले अब 1 महिनापछि तिमीहरू आउँछ इन्टर्न कलेजले मेलै पठाउनु भयो अहिले लास्टमा चाहिँ मिलाउने बेलामा चाहिँ किन आएको कहाँ मिलाएर क्याजुअल कम्पनीमा क्याजुअल कम्पनीमा मिलाएर हुन्छ त सर त्यही ब्रिटिसकै लेभल 5 नै हामीले भेट्यौँ अरूमा काम गरेको उनीहरूले बसिरहेको छ जुन कम्पनीमा हामीले लैजान खोजेँ त्यही कम्पनीको मान्छे क्याजुअल गरिरहेको छ 12 घण्टा काम हजुर कहिले यो होटल कहिले अब कहाँ पुग्छ होटल कहिले कहाँ त्यो एग्रिमेन्टेसन दियो भन्दैमा सर अनि त्यसो एउटा एक्जाम्पल उसले पठाएको हुन्छ हामी त अब चेतेरै आएको हो कि जस्तो एउटा पठाएको एउटा चाहिँ तिमीहरूले कति मान्छेले चाहिँ अलिकति उनीहरूको इन्फर्मेसन यता नदिए पनि किनभने यसमा म त छैन स्टुडेन्टहरू प्रब्लम आएपछि मात्रै आएँ होइन अब उता टिडब्ल्युआईबाट के भन्नुहुन्छ भने म 2 मिनट हजुर कुरा सुन्ने पठाउनु त्यो हाम्रो कि यस्तोमा हामी सानोमा पकाउनु क्रिपको त सर्ट लिस्टेड मात्रै अस्ति आएको होइन अब अहिले रोजल भन्ने साथी ऊ पनि काम गर्छु भनेर बसेको उसको सर क्यान्सल भयो अबुधाबीको भोलिको लागि जा भन्छ कलेज भोलि आएर नजातिर काम भने अबुधाबी त्यही पनि काम कस्तो भने चाहिँ क्याजुअल दुईटा उसले पकाएको अहिले सर अब कलेजलाई यहाँ यताबाट पनि प्रेसर आयो उताबाट पनि प्रेसर आयो भनेर कलेजले यतिको थमाइदिरहेको छ होइन यो काम अब हजुरहरूलाई थाहा छैन हामी चाहिँ त्यो आएको मान्छे हो उता उसलाई यो यता यो भनेर कसरी बसेछ थाहा छैन क्याजुअल गर्दा गर्दा यसको दाग निको छ तिमीहरू नेक्स्ट प्रोसिजर के गर्ने भन्दाखेरि तिमीहरू बस्छ होइन राइट एन्ड इमेल लेख्नु पर्यो होइन त्यो स्टाफ यो हाम्रो यो हो भनेर किनभने उतापट्टि कलेजले चाहिँ हामीले सबै कुरा गरेका छौँ तिमीहरूले मेल पनि बारम्बार पठाइरहेको सो त्यसले गर्दाखेरि तिमीहरूले के कुराहरू छ भने खण्डन गरेर एउटा इन अर्डर टु मुभ अहेड यो दिस इज समथिङ वाट वी वान्टेड भनेर एउटा राम्रो 3-4जनाले कोही नि नजाने होइन सर हामी त जाँदैन सबजना पैसा फिर्ता आउँछ भने सबजना आउँछ भन्ने छ हामी ओके पखान ठिक छ यस्तो म पनि इम्प्लोइ हो त्यसमा आई वान्ट टु हेल्प यु इमेल गर्ने हामी यो कारणले जाँदैन किनभने हरेक कुराको जुन छ नि तिमीहरूलाई जुन भनेको त्यो कुराहरू लेख अनि त्यसपछि विल गेट द फिडब्याक अनि एउटा सिनियर म्यानेजमेन्ट टिम मिटिङ कल गरेर अनि के हुन्छ एक्सन पे गर्नु त्यहाँबाट पनि स्टुडेन्टको लाइसेन्स त्यो पनि क्यान्सल गर्नुपर्छ सबै कुरा गर्नुपर्छ सो
द आइडियल थिङ वुड बी राइट एन्ड लिभ राम्रो तरिकाले अनि फेरि डिसेम्बर छ जनवरीदेखि अर्को सेसन पनि स्टार्ट हुँदैछ होइन हामी त्यही भएर तिमीहरूको धेरै कम्प्लेन आएर बिएचएम बन्द गरेर लिभ्स एलबियुकै चलाउने भनेर मान्छे बन्दै गरेको ठिक हो सर भोलिको दिन मलाई एउटा क्वेसन छ यो सकाएको छ किन आउँछ द रिजन बिहाइन्ड इट आई अल्सो डोन्ट वान्ट टु डिल विथ प्रब्लम्स अन डेली हो, बेसिस सल्भ त्यो त हो सर त्यो त हो सर त्यसले गर्दाखेरि चाहिँ तिमी वेबसाइटमा अब यो भने वी आर नट टेकिङ इन एनीवन हजुर अनि लिज प्याकेजको जुन पहिलाको एरेन्जमेन्ट थियो त्यही नै गरिदिने अनि सो तिमीहरूको लागि पनि कसरी एडजस्टमेन्ट तिमीहरूले राइट के हुन्छ द्याट इज म्याच्योर तरिकाले गर्ने हो त्यो सोल्युसनतिर जाने हो होइन ओके अरू 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 हजुर के छ हाम्रो के अरे अब उता लेभल 5 सकेपछि लेभल 6 को लागि युनिभर्सिटीमा जोइन गर्नुलाई हामीलाई सबमा मेरिट आउनुपर्छ भनेको छ है सर ओके उताको छ डिफ्रेन्ट हुन्छ म यहाँ 2000 युके ग्रेजुएट 2009मा 10मा मेकअप गरेको मसँग अलरेडी लिस्ट अफ कलेजेसहरू छ स्टर्लिङमा तिमीले गयो भने मैले अस्ति भनेर कलेजमा होइन नि सर हामी युनिभर्सिटी चाहियो एउटामा पास मात्र भयो भने पनि हाम्रो युनिभर्सिटीले डिग्री पाएन भने त के काम भयो र ब्याचलर डिग्रीको पनि सुन्ने गर न पहिला मैले बोलेपछि तिमीले बोलेको पनि मैले सुनिरहेको छु नि युनिभर्सिटी अफ स्टुडेन्ट 7500 देखि नै लिइरहेको छ कि र अर्को कुरा तिमीलाई हामीले 3000 विद्यार्थीहरूलाई उतार गरिरहेको छौँ जस्तै पहिला सफ्टवेयरका आइसिएमडीका बच्चाहरू पहिला के थियो भन्दाखेरि उनीहरू डिप्लोमा प्रोभाइड गर्थ्यो हो डिप्लोमा प्रोभाइड गरेपछि चाहिँ मन्त्रालयले के भन्यो भन्दाखेरि 2019सम्म चाहिँ सबैले चाहिँ डिप्लोमाको चाहिँ सकाएर युनिभर्सिटीमा ल्याउनुपर्छ भनेर प्रोभिजन राखेपछि चाहिँ हामीले आइसिएमडी सफ्टवेयरको सबै स्टुडेन्ट तपाईँहरूलाई जस्ट पास भए पनि दिन्छ कि प्रब्लम छैन मेरिटै चाहिन्छ हो स्कलरसिप चाहिन्छ जस्तो दुबईमा अर्को कुरा हामीले रिसर्च गर्दाखेरि के भेट्यो भन्दाखेरि तपाईँको मेरिट छ भने 50%मा स्कलरसिप दिँदो रहेछ मिनिमम 10% दिँदो रहेछ होइन सो पासलाई तपाईँ एचएममा लेभल 5 इज मोर देन इनफ टु फर यु टु स्टार्ट यर प्रोफेसनल करियर होइन अझ लेभल 6 गरेर युनिभर्सिटी ब्याचलर्स लिएर पछि हायर ऱ्याङ्किङमा जान्छौँ इभेन बेटर होइन तर लेभल 5देखि लिएर तपाईँले वर्क पर्मिटदेखि त्यसमा इलिजिबिलिटी हुन्छ होटल म्यानेजमेन्ट र प्रोफेसनल कोर्सेसहरूलाई र तिमीलाई यो प्लेसमेन्टको चिन्ता छ नि युनिभर्सिटीले लिङ्क्सहरू प्रब्लमै छैन मैले अस्ति 15-20वटा प्रेजेन्टेसन छ तिमीहरू हेर्छौ भने अनि सर लेभल 6 गरेको तिमीले अलिकति यसमा प्रब्लम सल्भ बाई सल्भ गर्न मैले अघि पनि भने जस्तो मैले राखेको छ कि कुन कलेजमा कहाँ एक्सेप्टेन्स छ त्यो भनेर देखाएको छ त्यो पछि तिमीहरू नभए इफ यु निड इट म त्यो हाम्रो लेभल यो अहिले कोरिडाको कति ब्याच छ हामी तिमीहरूको यो एरेन्जमेन्ट त मलाई लाग्छ यो 2 वर्ष 2.5 वर्ष मात्रै भयो 2 वर्ष मात्रै भयो धेरै भएको छ अहिले लेभल चाहिँ कतिजना स्टुडेन्ट पढिरहेको अब यस्तो रेकर्डमा लेभल 6 मा यस्तो पहिलाको त योजनाहरूको ब्याचलरसम्म त यहीँ लिज भेकेटै गर्थ्यो हामीले चाहिँ अझै चेन्ज गरेर दुबईको मोडलमा राख्नु स्टुडेन्टलाई धेरै एक्सपोजर दिउँ भनेर पहिलाको ब्याचलरले पनि लिँदाखेरि दे लभ द आइडिया अफ दुबई के थाहा यस्तो हुन्छ भनेर कि दुबईमा आइडिया मात्रै भयो तर स्टुडेन्टले दुःख पाएपछि तपाईँ त्यो होइन सर यस्तो हो पहिलाको ब्याचले बोलेन कोही यतिकै फर्क्यो कोही अब दुईटा फर्किया थियो पहिलाको ब्याचमा दुईटा फर्क्यो होइन दुईटा फर्क्यो बट अल अफ देम आर काम गरिरहेको के छ तिमीहरू मलाई फिडब्याक दिउ न के छ लेभल काम गर्ने कन्सल्टेन्सीमा काम गरिरहेको छ कोही कन्सल्टेन्सीमा काम गर्ने कोही केमा काम गर्ने त्यस्तो काम गर्न त गएको होइन नि सर इन्टर्न भनेर हामी पनि अब कस्तो काम गरेर भने क्याजुअल काम हुन्छ तिम्रो राम्रो परिचय पनि दिनु सर मेरो नाम रमेश यादव हो मेरो घर त रूपन्देहीतिर हो रूपन्देही त्यहाँ पनि यादवहरू छन् कता हो रूपन्देही कता प्रदेश नम्बर 2 अनि के भन्छ भन्दाखेरि त्यहाँ क्याजुअल काम हुन्छ होइन क्याजुअल काम भनेको तपाईँको फोन आउँछ उता एजेन्टबाट होइन अनि त्यसपछि आधा काम छ भनेर जाने फेरि टाइम पनि फिक्स हुनु कहिले दिउँसो बोलाइदिन्छ कहिले बेलुका बोलाइदिन्छ यस्तो काम त सर युकेमा त अब लिगल छैन क्याजुअल काम गर्नुको यो दुबईमा चाहिँ लिगल अब हाम्रो एमिरेट्स मलाई थाहा छैन पुरै स्टोरी जस्ट हामी स्टुडेन्टको भएको मैले आमा गाइडेन्स काउन्सिलर यस्तो छ भने यु क्यान अल्सो सेयर द्याट यस्तो छ यो पनि गरायो विच इज नट इन एथिकल पनि होइन यो पनि होइन त्यो राख्न मिल्छ सर अब हाम्रो एमिरेट्स आइडीमा नट अलाउ ओर्स छ सर अब यो देख्यो भने हामी सिधै डिपोर्ट हो सिधै डिपोर्टबाटै भएर नि त भएन जेल पनि छिरेर अनि फाइन पनि तिर्न पर्ने अनि हामीले सर अब खर्च पानी चलाउनुको लागि त्यो क्याजुअल भनेर गरेको हो क्या सर कलेज प्रब्लम चाहिँ के छ भने टिडब्ल्युआईमा अनि मैले के नेपाली स्टुडेन्टसँग प्रब्लम छ भने हामीलाई किन लिग्यो हो के लेखेको छ हामीसँग कुरा गरे स्टुडेन्ट नट अलाउ यो हेर्छ कि सर नट अलाउ लेख्ने छ नि हाम्रो स्टुडेन्ट भनेर चाहिँ कहीँ काम पनि दिँदैन क्या सर हामीलाई यो त हामीले आफैले इन्टरभ्यूलाई ट्राई गरेर होटलहरूमा बुझेको कलेजले इन्टर्न भनेर ल्याएर यसरी अहिलेसम्म मात्र हुन्छ अरे क्या लिङ्क नत्र इभन सर हामी सिभी लिएर होटल डोर टु डोर होटलसम्म पनि गयो त्यो पनि भएन
सबै कुरो try कलेजले अहिलेसम्म एकजनाले पनि लासेन। हजुरलाई यहाँको ब्रिटिस कलेजको एरेन्जमेन्ट मलाई पनि सर इन्टर्नसिप लाइसेन्स भनेर मलाई पठाएको किनभने ब्रिटिस कलेजको त हाम्रो स्टुडेन्टलाई प्रिपेयर गराउनुपर्छ भनेर मुखले बोलेको मात्रै भरमा पनि होइन सर एउटा स्टुडेन्ट भएर मैले के भन्छ अनलाइन रिसर्च पनि गरेको थिएँ त्यहाँ अनलाइन रिसर्च गरेर सबै कुरो हेरेँ त्यहाँ रहेछ भने चाहिँ इन्टर्नसिप प्रोभाइड गर्छ 80% टेक्निकल 20% थ्योरिटिकल सबै कुरो त्यहाँ हेरेर भएको सो ओके सो बताहरूले यहाँ स्टुडेन्टहरूलाई चाहिँ हामीले तपाईँसँग दुबईको एरेन्जमेन्टमा चाहिँ प्रिपेयर गराएर युनिभर्सिटी गराउने भनेर त्यो एरेन्जमेन्ट हो होइन जुन सबै कुरा तिमीहरू त्यस्तो छ 100%मा चाहिँ 80% कुरा एकदम जेन्युन छ आई फुल सपोर्ट फर द्याट म त्यसमा यत्रो पनि छैन कन्सल्टेन्सी जस्तो सर, क्लास अनि त्यो यस्तो हो नि त ब्रिटिसको अब नेपालमा नाम छ है ब्रिटिस कलेजको अब नेपालमा नाम भएपछि उता पनि अलि के अरे TWI को राम्रो युनिभर्सिटी लेभल 6 सम्मै भएको कलेज भएको हुन्छ त ब्रिटिसमा पनि लेभल हजुरलाई अलिकति अब आई डोन्ट नो कसले कसरी भन्ने लेभल 4 एन्ड लेभल 5 पियर्सन डिप्लोमा इज रेकग्नाइज ग्लोबली सबै युनिभर्सिटीबाट त्यहाँ अलिक कसरी मिसगाइड गर्यो हो स्कलरसिपलाई हो भने मेरिट लेखिदिएकै छ स्कलरसिपको स्कलरसिपको लागि हाल्दै होइन नर्मली त्यो नर्मल लिगको जानको लागि पनि हामीले मेरिट 15 वटा सब्जेक्ट छ भने 13 वटामा मेरिट ल्याउनै चाहियो पर्यो नभइकन तपाईँको कुनै पनि एक्सेप्ट गर्दैन र कलेजले एक्सेप्ट गर्छ त्यही पनि अब त्यस्तो राम्रो कलेज कुनै अनि त्यो एप्लाई गर्न 2 महिनाको टाइम हुन्छ दुई सर महिनाको टाइम दिन्छ अरे 2 महिनाको टाइममा अब सबै स्टुडेन्टले खोजेर हाल्नु पनि हुँदैन नि त त्यसको प्रोभिजन यस्तो भयो अनि उनीहरूले हेल्प पनि गर्दैन अरे त्यसको लागि वी हेभ द्याट राइट एन्सर्सहरू म तपाईँलाई भन्छु के भनेर फोन लिएर गार्जेन आउनुहुन्छ हेलो हेलो हजुर 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 के छ त्यो फाइनेन्स डिपार्टमेन्ट भनौँ न एकाउन्ट्स माथि 3rd फ्लोरमा छ हजुर हजुर त्यहाँ गएर म प्रेरणाको मम्मी पैसा तिर्न आएको भनेपछि गाइड गरिदिन्छ हजुरलाई हजुर हजुर म होइन म 2nd फ्लोरमा हो म मिटिङमा छु अहिले हजुर त्यहाँ गार्ड छ गार्डलाई सोध्नु न हाउसकिपिङ गर्न हामी सर आफूले खोजेर हो यो यस्तै हो सर यस्तो हो सर काम भनेको सेम एजेन्टलाई अब हेर्न हजुरलाई भन्नु पनि भयो होला है हामी एक रात बाहिर पनि सुतेको छौँ उकाको मेडिसनहरू निकालेर इन्सिडेन्ट के हो मलाई अलिक भन्नु त अब त्यसको इन्सिडेन्ट मलाई जे छ जस्ताको त्यस्तै ल उनीहरूले भन्दाखेरि चाहिँ कन्ट्र्याक्ट दिएको थियो तिमी यु क्यान कन्ट्र्याक्ट है मलाई आएको इन्फर्मेसन अनुसार किनभने यो अझ रियल स्टुडेन्ट भएको थियो कन्ट्र्याक्ट थियो अनि कन्ट्र्याक्ट भन्दा अगाडि नै तिमीहरूले त्यो निकाल्यो त्यही हो अब यस्तो छ सर त्यतिकै निकाल्नु मिल्दैन अब यस्तो उनीहरूले हामीलाई पैसा दियो होइन थोरै पैसा दियो त्यो जति दिएको बाँकी छ त्यो पैसा दिएर मात्रै त हुँदैन हामी त्यहाँ बस्छु भने पनि बस्न नपाउने थियो के कारणले के काण्ड भएको अरू मान्छेहरू आयो तिमीहरू निस्कि तर निस्किने पनि त टाइम हुन्छ नि त 1 तारिक भनिसकेपछि त बिहानसम्म त टाइम दिनु पर्यो नि त स्टुडेन्ट हो यस्तो गर्नु हजुरहरूले के गर्नु होला बस्नु इफ यु वान्ट आज स्पोन्सर कफी तल होइन राइट के कुरामा गर्ने भनेर राइट अल दिस डिटेल्सहरू यिनीहरू स्टार्ट के अब यति बसेर कुरा त वी हेभ टु क्यापिटलाइज नि त त्यो लेखेर गिभ इट टु मी मलाई राख्ने उतापट्टिको टिमलाई पनि राख्ने यो कारणले दिस इज वाइ वी गर्दा अनि तुरुन्तै यसलाई यसपछि गरेर किनभने हामी फेरि वेडनेसडे थर्सडे फ्राइडे यहाँ हुँदैन काठमाडौँमा सो हजुरको कमिङ विकमा त एक्सनमा जानु पऱ्यो नि होइन सो डिटेलमा लेखिदिनु ह्याप्पी टु एक्सेप्ट र हजुरलाई सपोर्ट गर्न मेरो तर्फबाट के गरेपछि हुन्छ सो हजुरले चाहिँ मेन कुरा चाहिँ लेखेर राख्नुहोस् इफ यु निड हेल्प आई बी मोर देन ह्याप्पी टु एसिस्ट होइन त्यो मजाले लेख्नु ल पुट द्याट इन राइट अनि अनलाइनले के भन्नुभएको छ भने नेपाली स्टुडेन्ट मलाई चाहिँ प्रब्लम छ भन्नुभएको हजुर सिधै त्यसै गरी यस्तो छ त्यहाँ मैले फिडब्याक पाएको अगेन यु क्यान च्यालेन्ज गर्नु चाहिँ हामीले के फिडब्याक हुन्छ अरू ठाउँबाट गएको अरू ठाउँमा स्टुडेन्टहरू यताउति छ उनीहरूलाई प्रब्लम छैन नेपाली हामीले ब्रिटिस कलेज भन्दा हामीले तिमीहरूलाई किन भोलि गएर यु क्यान कम ब्याक यु क्यान टक टु अस भनेर यो प्लेटफर्म क्रिएट गरेर नि हामीले त्यो फाउन्डेसन राखेको कि अनि फाउन्डेसन्समा अर्को कुरा के भन्दाखेरि तिमीहरूलाई अझै एक्सपोजर दिएर जुन 1 महिनाको ट्रेनिङ यताउति जुन थियो नि अरू सकेसम्म पुरै स्किल दिएर त्यहाँ सजिलो हुन्छ भनेर बट इनफ्याक्ट यही नै गाह्रो भयो प्लेसमेन्ट गर्नलाई स्किल इज नट म्याटर हो त्यहाँ सर यस्तो हो कि हामीलाई जस्तै अब त्यहाँ बोलायो होइन के भन्छ